चङ्गुलमा पर्नु के बाध्यता हुन सक्छ? मैले मेरो समयभित्र मेरा कुरा राख्दै गर्दाखेरि अरू मानिसहरूलाई आपत्ति हुनुपर्नेको कारण पनि मलाई स्पष्टसँग चाहिन्छ। तपाईले हामीलाई मिल्यो भन्नु यसमा रुलिङ गरियोस्। यसमा बोल्दैछु। तपाईले मिल्यो भन्नु रासो बनेको ठेन्डा हो रासोमा हामीलाई पीडा छैन। हाम्रो अध्यक्ष भ्रष्टाचारमा मुद्दा पर निलम्बन हुनुभएको छ। कुन विषयमा तपाईँ छानबिन समिति बनाउने कुरा गर्दै हुनुहुन्छ? तपाईँ मानव जीवन विरुद्धको विषयमा छानबिन समिति बनाउने मैले बोलेको विषयमा छानबिन समिति बनाउने कुरा गर्दै हुनुहुन्छ। यो कार्यान्वयन गर्दै गर्दाखेरि कुनै पनि नेपाली नागरिक बेचिनबाट बचिन्छन् भनेको सुनिश्चित गर्नुपर्छ। मानव तस्करीको चङ्गुलमा पर्नु के बाध्यता हुन सक्छ? यो राज्यको लाचारीपन र तस्करी दलालसँग मिलोमतो गरेर नेपाली नागरिकलाई बेच्ने त्यो जिम्मेवारी राज्यले लिएको हो र नेपाली जनतालाई बेच्ने हत्याकाण्डबाट बेच्ने प्रपञ्चमा सबै तहको छानबिन गरेर उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गरेर ती नेपाली जनतालाई अब उपरान्त बेचिनबाट बचाउनको लागि र तस्करीको चङ्गुलबाट बचाउनको लागि उनीहरूलाई सुरक्षा दिनको लागि बाध्यताले विदेशी निगरानी सुरक्षा दिनको लागि के गर्नुपर्छ भनेर छानबिनको माग गर्दै गर्दाखेरि आज यहाँ उपस्थित हुनुभएका अधिकांश सायद सरकार पक्ष हुनुहुन्छ चाहे प्रतिपक्ष हुनुहुन्छ यहाँ सबैजना सांसदज्यूहरूको एकमत देख्दै गर्दाखेरि त्यो एकमत किन सदनमा उपस्थित हुन सकेन? मेरो प्रश्न यहाँ पनि छ। सरकार पक्षका सांसदहरू ताली बजाउनुहुन्छ त्यो मुद्दामा अनि आएर भन्नुहुन्छ नेपाली जनतालाई बचाउनुपर्छ सुरक्षा दिनुपर्छ भन्नुहुन्छ। कुनलाई नैतिकताले भन्नुहुन्छ यहाँनिर? त्यसकारण मेरो प्रश्न छ सभापतिज्यू, यो विषयमा छलफल हुनुपर्छ। यो समितिमा यो प्रवेश गरिसकेको छ। यहाँ गृह मन्त्रालय आउनुपर्छ, श्रम मन्त्रालय आउनुपर्छ र हामीले तत्काल समितिले तत्काल उपसमिति गठन गरेर 3-4वटा कुरा स्पष्टसँग काम अगाडि बढाउनुपर्छ। राज्यका सबै निकाय मिलेर जनतालाई ठग्ने काम गर्दै गर्दाखेरि राज्य चुप लागेर बस्नुपर्ने अनि त्यसपछि निर्वाचित भएर आएका हामी जनताप्रति उत्तरदायी छौँ भन्ने सांसदहरूले जवाफ दिने बेलामा र त्यो भूमिका निर्वाह गर्नुपर्ने बेला पछि हट्नुपर्ने दलको हुइप लाग्यो भनेर माननीयज्यूले त्यो छातीमा हात राखेर भन्नुहोस् यो मुद्दा के राष्ट्रिय स्वतन्त्र पार्टीको मात्र मुद्दा हो र? त्यसकारण यो विषयमा म यहाँलाई अनुरोध गरिसकेपछि म विषयवस्तुमा प्रवेश गर्दैछु। तपाईको छानबिन भइरहेछ त सम्बन्धित निकायले छानबिन सभापतिज्यू यो मेरो समय हो भनेर हुन्छ। यो समितिमा मैले पाएको समय हो र मैले बोल्न सभापतिज्यू विषयमा आउनुस्। मेरो समयमा बोल्दैछु। तपाईँ विषयमा आउनुस् न। मेरो विषयमा बोल्दैछु सभापतिज्यू। विषयमा आउनुस्। म मेरो समयमा बोल्दैछु सभापतिज्यू। पक्याले छानबिन गरिरहेछ यसमा। यो सार्वभौम समितिमा सार्वभौम सांसदले सहितको कुरा गरेर म मेरो समयमा बोल्दैछु। यो विषय सभापतिज्यू किन म यहाँको अनुहार उदाङ्ग बनाउँदैछु। विषयवस्तुमा आउनुहोस् न तपाईँ। रुलिङ गर्नुहोस् तपाईँ। म मेरो समयभित्र बोल्दैछु सभापतिज्यू र सबैजना सभापति भन्नुपर्छ भन्नुहोस्। विषयवस्तुमा आउनु पर्यो। एक मिनट मान्यज्यू, आजको कार्यसूचीमा रहेको विषयवस्तुमा रहेर आफ्नो धारणा राख्नुहोस्। हामीले यो विषयमा के गर्दा उचित हुन्छ के अनुचित हुन्छ यो विषयमा छलफल गरौँ। अन्य विषयवस्तुहरू हामी अन्य ठाउँमा गरौँला हैन, तर यहाँ आजको कार्यसूचीमा रहेको विषयवस्तुमा गरौँ। टाइम हामीसँग छैन धेरै, अर्को विषयवस्तु पनि छ हामीसँग। त्यही भएर निर्धारित विषयवस्तुमा रहेर आफ्नो कुरा मात्रै राख्नु मान्यज्यू, अन्य कुराहरू हामी सभापतिज्यूहरूमा राखौँला। र मैले मेरो समयभित्र मेरा कुरा राख्दै गर्दाखेरि अरू मानिसहरूलाई आपत्ति हुनुपर्नेको कारण पनि मलाई स्पष्टसँग चाहिन्छ सभापतिज्यू र मैले स्पष्ट भाषामा भनिसकेँ। यो अन्तर्राष्ट्रिय सम्बन्ध कसरी निर्णय अन्तर्राष्ट्रिय तपाईले हामीलाई मिल्यो भन्नु। यसमा रुलिङ गरियोस्। यसमा बोल्दैछु। तपाईले मिल्यो भन्नु। आफ्नो आजको सभापतिज्यू मान्यज्यू सभापतिज्यू रेकर्डबाट हटाइयोस्। रेकर्डबाट हटियोस्। यो पनि तपाईले के उठाएर हाम्रो गर्नुपर्छ सभापतिज्यू। तपाईको पार्टीले कुनै मुद्दा हाम्रो रासो बनेको ठेन्डा हो रासोमा संसदमा हामी पनि उठेका छौँ। हामीले विरोध गरेको के
मान्यजीको मात्रै हो र उहाँको मात्रै हो समय उहाँलाई मात्रै दिन्छ अनि तपाईँले चाहिँ अब त्यसो हो भने उहाँहरूले जति पेमेन्ट कसले गरेको छ त त्यसो भए भनौ हुन्छ यो कुरा समय तुल्नु पर्दैन हामीलाई पीडा छैन हाम्रो अध्यक्ष भ्रष्टाचारमा मुद्दा परेर निलम्बन हुनुभएको छ उहाँको अध्यक्ष जेलमा छ अनि मिडिया भनेर यहाँ भन्नु पाइन्छ संरक्षण गर्ने पार्टी सभापति जेलमा छ हाम्रो निलम्बन त्यसबाट उठाएर त्यसको विरुद्धमा बोल्नको लागि उच्च स्तरीय न्याय छान्ने तयार हुनु छ हामी उडेको छ हामी उडेको छैन हामीले विरोध गरेका छैन अनुमति छ ठेलदार हुन पाइएन मिडियाको अगाडि के सँगसँगै रहिदिनुहोस् न मेरो अनुरोध यति छ यहाँलाई सँगसँगै रहिदिनुहोस् तपाईँले रह भनेर सँगसँगै रहिदिनुहोस् न हाम्रो भारतको सरकार गणेशजीको कुरो मान्य गणेश पराजुलीजीले राख्दै गर्दा केही कुराहरूमा मान्यजीहरूको आपत्ति भयो केही विषयवस्तुहरू आजको विषयभन्दा बाहिर गयो त्यसकारण यस विषयमा अब हामीले यो समितिमा एउटा छानबिन समिति गठन गरेर उहाँको विषयवस्तुमा पुनः हामी विचार गर्नेछौँ भन्ने कुरा म राख्छु र तपाईँ अब 1 मिनेटमा चाहिँ आफ्नो विषयवस्तुमा कुरा राख्नुहोस् भन्ने छानबिन समिति के हो यस विषयमा हामी छानबिन गरौँला मान्यज्यू उहाँले राख्नु भएको कुरामा आपत्ति चाहिँ केमा हो आपत्ति आपत्ति केमा कुरामा मान्यज्यूहरूको आपत्ति देखियो उहाँले पनि पार्टीको कुराहरू गम्भीर आपत्ति छ कुन विषयमा तपाईँ छानबिन समिति बनाउने कुरा गर्दै हुनुहुन्छ तपाईँ मानव जीवन विरुद्धको विषयमा छानबिन समिति बनाउने मैले बोलेको विषयमा छानबिन समिति बनाउने कुरा गर्दै हुनुहुन्छ सभापतिज्यू जवाब छ यहाँनिर तपाईँ बाहेक सभापति अरू पनि हुन् मान्य गणेश पराजुलीज्यू तपाईँ अलिकति बढी नबोल्नुहोस् क्या तपाईले राख्दै गर्दाखेरि आफ्नो कुरा राख्दै गर्दाखेरि तपाईले यहाँ पार्टीगत कुराहरू राख्नुहुन्न यो विषयमा तपाईले सदनमा प्रतिपक्ष सबै दलका मान्यज्यूहरूले सदनमा आफ्नो कुरा उठाइराख्नु भएको छ त्यहाँ छानबिन समिति गठनको माग गरिराख्नु भएको छ त्यो सदनको कुरा होला हामीले यहाँ आज निश्चित निर्धारित विषयवस्तुहरूमा कुराकानी मात्रै गरिरहेछौँ यो विषयमा हामी के गर्ने के नगर्ने के गर्दा उचित हुन्छ के अनुचित हुन्छ भन्ने कुरा हामी गरिरहेछौँ यस विषयमा हामीले उपसमितिमा छलफल गरौँला तपाईँ पनि उपसमितिको सदस्य हुनुहुन्छ अहिले तपाईँ विषयवस्तुमा केन्द्रित भएर 1 मिनेटमा मात्रै आफ्नो कुरा राख्नु उहाँको कुरै सक्छ बोलेको विषयमा छानबिन समिति गर्ने भन्ने कुरा फिर्ता लिनुहोस् न सबभन्दा पहिला सभापतिज्यू अनि कुरा राखौँला म यो विषयमा छानबिन समिति छानबिन गर्ने भनेर तपाईँले कसरी भन्न सक्नुभयो यो फिर्ता लिनुहोस् न सबभन्दा पहिला अनि तपाईले जुन आपत्तिजनक कुराहरू राख्नुभयो माने आपत्ति भयो के विषयमा आपत्ति भयो नेपाली एउटा शिक्षकका छन् प्रत्येक दिन हजार करोड शिक्षकका छन् भन्दै गर्दा आपत्ति भयो राज्य समितिबाट भइरहेको छ आपत्ति भयो मेरो विषयमा छानी हुन्छ भने मेरो विषयमा छानी हुन्छ भने तपाईँ हामीले उपसमितिमा छलफल अनि हिसाब समितिमा खोज्दै हो सदनमा खोज्नु पर्यो उहाँले मिडिया भन्ने भनेको राज्यले गर्ने सरकारले गर्ने अनि आफ्ना नेता बचाउनको लागि त्यहाँ छानबिन गर्नु पर्दैन भन्ने यहाँ जनता बचाउनु पर्छ भन्ने चरित्रले जनता बच्छ नि छैन सभापति मैले बोल्ने बेलामा तपाईँले मलाई अवरोध खडा गरेको छ मेरो समयमाथि मैले बोल्ने समयमाथि तपाईँले अवरोध खडा गरेको छ यस विषयमा छानबिन गर्नुपर्छ यस विषयमा छानबिन गर्नुपर्छ मेरो माग छ यहाँनिर सभापतिज्यू सभापति यता हो यो समितिको सभापति यता हुनुहुन्छ यता म होइन समितिको सभापति यता हुनुहुन्छ यता भन्ने तपाईँ जे बोल्नुहुन्छ त्यो बोल्नु अवरोध
हुनुपर्छ। होइन तपाईले आपत्तिजनक कुरा बोले कहाँ भयो आपत्ति? कुन शब्दावलीमा आपत्ति भयो? मानव तस्करी संरक्षण गरिराख्ने दुर्गा बेचिराख्ने अध्यागमनबाट त्यो बेचेको पैसा बाँड्नको लागि सफ्टवेयर बनाएर मान्छे ठिकाने यसपालि छानबिन गर्नुपर्छ। आपत्ति सही, आपत्ति भयो, आपत्ति सही। होइन गणेशजीलाई थाप्ने ठाउँै छैन सक्छको यहाँ सबैलाई समय तोकेको छ भने मलाई समय तोकियोस्। छैन। यहाँ सबैलाई समय तोकेको छ, समय तोकियोस्। सहबज्यू गणेशजीलाई बोल्न दिने हो भने हामी नदिन्छौँ। गणेशजीले होइन उहाँको पार्टी र उहाँको नेता मात्रै चोख हो, अरू सबै घुस्या, अरू सबै छानबिन समिति भनिरहेको छु। कसको विषयमा भन्ने कुरा छानबिन गरेर भनौँ न। त्यसरी यही छानबिन समिति बनाउन यहाँबाट किन मान्नुहुन्न त्यसको है? जनता बेचेर भने त्यसको छानबिन गरेर छानबिन समिति बनाउने भन्दा पर्दैन भन्ने अनि यो सडकमा गएर बोल्नुहोस्, यहाँ समितिमा बोल्ने होइन, सडकमा गएर बोल्नुहोस्। त्यहाँ बोले पनि तपाईँ हो, यहाँ बोले पनि तपाईँ हो। त्यही विषयमा छलफल गर्दै हुनुहुन्छ। प्रत्येक दिन नागरिक बसिरहेका छन्, त्यसको दोषी हुन्छ देखाउनु सहयोग नहुने अनि यहाँ बोले कहिले देखाउने। यहाँ मन्त्री र गृहमन्त्री नभएर छलफल अगाडि बढ्न पनि दिन्न, बढ्दैन। गृहमन्त्री र मन्त्री भइसमा भइदियो विषयमा छलफल गर्ने, त्यसपछि हामीले स्टाफ लगाउने हौ। यो विषयमा गृहमन्त्री र सहमन्त्री उपस्थित नभएर छलफलै हुँदैन, छलफलै हुँदैन। यति संवेदनशील विषयमा, यति संवेदनशील विषयमा आज पनि 1.5 लाख महिला घरेलु महिलाहरू विदेशमा विचलित छन्। तिनीहरूको उद्धार गर्दै गर्दाखेरि मन्त्रालयले उद्धार गर्न सकेन अनि यस्तो विषयमा छलफल गरिरहेको खै गृहमन्त्री, खै सहमन्त्री? तपाईँ त कुरा त मान्नुहोस् कम्तीमा। यहाँले मान्नु भएको छ र मैले मान्नको लागि तपाईले जुन अन्य विषयवस्तुहरू उठाइराख्नु भएको छ यो सँग सम्बन्धित भएर त्यो विषयवस्तु हामी कार्य सम्पादन साझीकरण हाम्रो उपसमिति छँदैछ। हामी सबै पार्टी दलका मान्यजीहरू त्यसमा छौँ, तपाईँ पनि हुनुहुन्छ। यो सबै विषय हामी त्यसमा छलफल गरेर यदि त्यो विषयवस्तु छलफल गर्न लायक बन्छ भने हामी फेरि त्यस विषयमा बैठक बोलाउँला, छलफल गरौँला, सबै कुरा गरौँला। आज चाहिँ हाम्रो जुन निर्धारित कार्यसूचीमा रहेको विषयवस्तु छ त्यसमा मात्रै मान्यजीहरूको राय के छ, यसमा हामी कसरी निकास दिउँ, कसरी अगाडि बढौँ भन्ने सन्दर्भमा छलफल हुन लागेको हो। अब यो सन्दर्भलाई तपाईँले जोडेर दुनियाँभरिको कुरा चाहिँ आजै चाहिँ उठाउन यसमा हामीले समयको हिसाबले पनि यहाँ विषयवस्तुको हिसाबले पनि सम्भव छैन। त्यसकारण मान्यज्यू आज तपाईँले राखिसक्नुभयो, आफ्ना कुराहरू राखिसक्नुभयो होइन। बैठकलाई 1998 देखि तपाईँले 1997 सम्म लागेको प्रतिबन्ध फुकाएर बन्द भयो। प्रतिबन्ध भनेको त्यो विषयको भन्दा बाहिर आउँछ भने त्यो कुरा तपाईँ भनिसक्नुभयो। अब त्यो पटक पटक त्यो कुराहरू भनिराख्नु पर्दैन मान्यज्यू। अब तपाईँ चाहिँ 1 मिनटमा यो विषयवस्तु आजको कार्यसूचीमा रहेको विषयवस्तुको मात्रै 1 मिनटमा आफ्नो कुरा राख्नु, त्यसपछि अन्य मान्यज्यूहरू यहाँ आफ्नो कुरा राख्नलाई तयार हुनुहुन्छ। हस्, म 1 मिनटमै सकाउने छु। यो समितिमा यो विषयवस्तु छिरिसकेको छ र यो समितिले यो विषयवस्तुमा निर्णय गर्दै गर्दाखेरि गृह मन्त्रालय र श्रम मन्त्रालयको संयुक्त सहभागितामा अध्यागमन र श्रम मन्त्रालयको अनुगमन भन्नुपर्छ, त्यसको प्रतिवेदन हुनुपर्छ र विशेष गरी दुई देश बीच भएको सम्झौताको यथार्थ त्यहाँ साँच्चै नेपाली नागरिकले सुरक्षा पाउँछन्, नेपाली महिला कामदारले सुरक्षा पाउँछ भनेको ग्यारेन्टी र त्यसको लागि मेकानिजम बनेको कुराको सुनिश्चित गर्नको लागि अनुगमन सहित भइसकेपछि मात्र यो समिति त्यो निर्णय पुग्नुपर्छ र यो समितिले उपसमिति बनाएर यो काम गर्छ भन्ने मलाई आशा छ। र यो विषयको निराकरण गर्दै गर्दाखेरि फेरि पनि मानव तस्करीको चङ्गुलबाट र जनता बेचबिखन गर्ने संरक्षणको पाटोबाट चाहिँ सबैले त्यसको छानबिन गरी निराकरण गर्ने पाटो र अब यो कार्यान्वयन गर्दै गर्दाखेरि कुनै पनि नेपाली नागरिक बेचिनबाट बचिन्छन् भनेको सुनिश्चित गर्नुपर्छ र विदेशी भूमिमा नेपाली महिला मात्र होइन पुरुष श्रमिकले पनि दुःख पाउँदै गर्दाखेरि त्यहाँ हटलाइन उपलब्ध भएको र जुनसुकै त्यो देशको जुनसुकै कुनामा रहेको भए पनि उसले पाएको अप्ठ्यारो अवस्था भोग्नु परेको खण्डमा त्यो हटलाइनमा फोन गर्दै गर्दाखेरि उसको सुरक्षा र उद्धार हुने सुनिश्चितताको ग्यारेन्टी हामीले गरिसकेपछि मात्र यो विषयमा अगाडि बढाउन सकिन्छ भन्ने कुरा मैले राखेर यो विषय टुङ्गोमा लगाउँदै गर्दाखेरि गृह मन्त्रालय र श्रम मन्त्रालयको संयुक्त उपस्थितिमा यी दुईटा विषयमा अनुगमन गरिसकेपछि अगाडि बढ्नुपर्छ भन्ने मेरो धारणा छ। सभामुखज्यू धन्यवाद।